Hello and welcome back to my vlog everyone. आज चाहिँ हाम्रो डेली भ्लग सिरिजको इट्स डे 4. सो हामी चाहिँ लास्ट 4 डेजदेखि भ्लग गरिरहेको छौँ. आइएम ट्राइङ हार्ड टु किप इट अप एभ्री डे. सधैँ भ्लग गर्ने ट्राई चाहिँ गरिरहेको छु. लेट्स चाहिँ कति दिनसम्म चाहिँ कन्टिन्युस भ्लग गर्न सकिन्छ. सो इट्स फ्राइडे. फ्राइडेको भाइब्स नै छुट्टै छ. हप्ताभरि काम गरेर एक दिन रेस्ट गर्ने दिन भनौँ अथवा बल्ल एक दिन छुट्टी पाइन्छ. कतिजनाको चाहिँ 2 दिन छुट्टी हुन्छ होइन, स्याटरडे सन्डेज. जेनरली प्र्याक्टिस चाहिँ नेपालमा अब एक दिन बिताएको छ. सो फ्राइडे चाहिँ जेनरली इट्स गुड डे भन्छु है म चाहिँ. किनभने हप्ताभरि काम गऱ्यो अनि वी आर एक्साइटेड फर स्याटरडे के. भोलि बिदा छ भन्ने हुन्छ नि त. नो रस नथिङ. अब कतै घुम्न जाने हो कि मुभी हेर्न जाने हो कि फ्यामिलीसँग टाइम स्पेन्ड गर्ने हो कि त्यसको लागि त शनिबार एकदमै बिदा दिन होइन, वेल स्पेन्ड हुन्छ कि. अनि शनिबार भएपछि खासै अब यो एभ्री डे हिँडिरहेको भएर चाहिँ जाँगर पनि नलाग्ने कि रहेछ निक्लिनलाई. एक दिन बिदा हुन्छ बसौँ न भन्ने खालको हुन्छ होइन. अरू कतै घुम्न जाउँ न भन्यो भने मात्रै हो, नत्र विदाउट एनी रिजन त्यो टाइम निस्किन चाहिँ पर्सनली मलाई चाहिँ त्यति मन लाग्दैन अहिले चाहिँ. अनि फ्राइडे हो आज. सो फ्राइडे चाहिँ इट्स क्वाइट एक्साइटिङ होइन. अब विकभरिको काम क्लोज गर्नुपर्छ, त्यसले गर्दा च्यालेन्ज चाहिँ हुन्छ, रस पनि हुन्छ, प्रेसर पनि हुन्छ है फ्राइडे हुँदा चाहिँ. किन अब यो विकको काम यो विक क्लोज गर्न भन्दा सन्डे त आफैले गर्नुपर्ने हो. किनभने कतिहरू त अब विकको टार्गेट पनि सेट गरेको हुन्छ. सो फ्राइडेसम्म त काम कम्प्लिट नै गर्नु पऱ्यो. सो या फ्राइडे चाहिँ एउटा मिक्स्ड रिएक्सन दिने डे हो कि. भोलि बिदा भनेर खुसी हुने दिन पनि हो, कामको प्रेसर छ भनेर टेन्सन लिने दिन पनि हुन्छ कहिलेकाहीँ चाहिँ. नट अल फ्राइडेज है, फेरि कहिलेकाहीँको फ्राइडेहरूमा चाहिँ हो. सो होइन अब कुनै फ्राइडे त चिल पनि हुन्छ. सो धेरै पेन्डिङ कामहरू हुँदैन, अलिअलि पेन्डिङ काम हुन्छ. मेरो चाहिँ एक दिन मात्रै अफ हुन्छ. तपाईँहरू मात्रै कसैको 2 दिन अफ हुन्छ भने चाहिँ डु लेट अस नो इन द कमेन्ट सेक्सन है त. हेरौँ न हाम्रो भ्युवर्सहरू कतिजनाको चाहिँ 2 दिन बिदा हुँदो रहेछ. या ओके. अनि अर्को भनेको चाहिँ सिन्स इट्स डे 4 अफ मोटो भ्लगिङ, तपाईँले मेरो मोटो भ्लगिङ सिरिज 1 to 3 हेर्नु भएको छैन भने चाहिँ हेरिदिनु होला र डु ड्रप यर भ्यालुएबल फिडब्याक्स. वाट यु थिङ्क. अब के कुराहरू चाहिँ इम्प्रुभ गर्न सकिन्छ, के कुरा इम्प्रुभ गर्नु पर्छ जस्तो लाग्छ तपाईँहरूलाई, मलाई भनिदिनु होला. अब अडियो क्वालिटी चाहिँ धेरैजनाको कन्सर्न अहिले पनि हुनसक्छ होइन, बट या मोटो भ्लगिङ सेटअपमा मैले यो राखेको माइकको पोजिसन चाहिँ मैले एभ्री डे अलिकति मिलाएर चाहिँ ट्राई गरिरहेको छु होइन. एन्ड इट्स इम्प्रुभिङ आई थिङ्क. किन भन्दा अब यो माइकको सेटअपले चाहिँ अलिकति हेलमेटमा चाहिँ भोइस क्वालिटीलाई चाहिँ इम्प्याक्ट गर्दो रहेछ. इट्स बिहान अर्को स्क्याभेजले काम गरेर रहेछ. एउटा ट्रेन्ड थियो नि साँच्ची, मलाई जेसिबी देखेपछि याद आयो डोजर हेर्ने भनेर. कतिजना चाहिँ डोजरको फ्यान हुनुहुन्छ त. आज चाहिँ म अलिक छिटो नै निस्केको छु है. किन भन्दा अघि पनि भने मैले इट्स फ्राइडे एन्ड देयर आर पेन्डिङ टास्क टु कम्प्लिट. सो अलिकति छिटो गएर आफ्नो कामहरू चाहिँ ऱ्यापअप गरिरहँ भनेर हो. सो या आई विल सी यु आफ्टर सम टाइम है त. ओके. सो मैले चाहिँ गौशाला क्रस गरेँ भर्खर 32 पुतली आइपुगेँ होइन. आज चाहिँ मित्रबार पनि त्यस्तो ट्राफिक थिएन, गौशाला पनि त्यस्तो ट्राफिक थिएन है. सो मैले अघि पनि भनेको थिएँ नि. सो म चाहिँ अरू अलिकति छिटो निस्केको छु भनेर. सो त्यसले गर्दा नि हुनसक्छ कि द नम्बर अफ भेहिकल्स आर लेस यो टाइममा. अब भर्खर अफिस टाइम स्टार्ट हुँदै हो नि त होइन. एकछिनपछि त फेरि यो ट्राफिक धेरै नै हुन्छ. जेनरली सिग्नल पनि कहीँको अनै भएको छैन आज त अझ. अनि मैले अर्को एउटा कुरा नोटिस गरिरहेको थिएँ कि हिजो अस्तिदेखि भनौँ न, बल्ल यो दसैँवाला वेदर चाहिँ बल्ल छ कि. अब दसैँमा चाहिँ इट वाज क्वाइट रेनी होइन, पानी नै परिरहेको थियो नि त दसैँको सिजन त. बट अहिले चाहिँ यो 1-2 दिन भयो वेदर पनि टक्क खुलेको छ होइन. हावा पनि मजाले लागिरहेको छ दिउँसो पनि होइन. त्यस्तो गर्मी भनेर गर्मी पनि छैन. सो इट्स द टाइम कि ठ्याक्कै यो दसैँ अरू लास्ट इयरहरू हुँदाखेरि जस्तो वेदर हुन्थ्यो नि, ठ्याक्कै त्यही वेदर छ. अब दसैँ योपालि छिटो भएर पनि होला होइन. बल्ल यो वेदर आउँदै, किन भन्दा लास्ट इयरहरू चाहिँ दसैँ आउने टाइम बल्ल आउँदैछ.
योपालि चाहिँ दसैँ आएर सकिसक्यो, अब 1 विकमा त तिहार नै छ। त्यसले गर्दा नि हुनसक्छ, बट वेदर चाहिँ एकदमै त्यो फेस्टिभलवाला वेदर छ कि काठमाडौँमा चाहिँ। अब तपाईँ कुन सिटीबाट हेरिरहनु भएको छ, तपाईँकोमै वेदर चाहिँ यस्तै नै होला होपफुल्ली। किन भन्दा नेपालमा चाहिँ अहिले अब जुन अस्ति अस्ति पानी परिरहेको थियो, त्यो मनसुन चाहिँ बाहिरिएर होइन वेदर चाहिँ क्लियर हुँदैछ भनेर न्युजहरूमा चाहिँ आइरहेको थियो। कुनै ठाउँमा चाहिँ भयो होला, कुनै ठाउँमा स्टिल ग्लुमी वेदर चाहिँ हुनसक्छ। यो पार्किङकै सिम्बल देखेर चाहिँ मैले ठ्याक्क एउटा कुरा सम्झेँ कि, सो डु यु गाइज नो अबाउट स्पिड लिमिट्स? होइन, हामीले चाहिँ स्पिड लिमिट्सको चाहिँ जेनरल इन्फर्मेसन चाहिँ थाहा छ कि छैन त तपाईँहरूलाई? अब काठमाडौँमा कस्तो छ भन्दा चक्रपथमा एउटा छ होइन, ठाउँ ठाउँमा स्पिड लिमिटको बोर्डहरू छ। अपार्ट फ्रम द्याट डिफल्ट स्पिड लिमिट पनि छ कि, जस्तो फर इक्जाम्पल हाम्रो अहिलेको चाहिँ केसमा बानेश्वर एरिया भनौँ अथवा हाम्रो जुन हाइवे छ त्यहाँ चाहिँ 40 किलोमिटर्स पर आवरको बोर्ड राखेको छ होइन। अब काहीँ चाहिँ स्पिड लिमिट 50 किलोमिटर्सको होला। त्यसरी अब यो इनर रोडहरूको चाहिँ स्पिड लिमिटै न बोर्ड नराखेको पनि यिनीहरूको चाहिँ एउटा स्पिड लिमिट तोकेको हुन्छ क्या। यसो तपाईँहरूलाई थाहा छ कि छैन? थाहा छ भने चाहिँ डु लेट अस नो इन द कमेन्ट सेक्सन बिलो। हेरौँ कतिजनालाई चाहिँ थाहा रहेछ यो स्पिड लिमिटको कुरा। ओके, इट्स अलमोस्ट द टाइम आई हेभ रिच माई अफिस है। सो जहिले नि भ्लग चाहिँ जेनरली यही एरियामा आएर एन्ड हुने भयो। यो चाहिँ मैले अलिकति भित्रसम्म गएर एन्ड गराएको थिएँ होइन, द्याट्स फाइन। किन भन्दा अब अलमोस्ट अफिस आइसक्यो, अफिस एरियामा ठ्याक्कै म पुगिसकेँ होइन। 1 मोर मिनट अनि ठ्याक्कै अफिसमा छिर्छु कि। सो द्याट्स अल है। अब वाट यु थिङ्क अफ दि भ्लग 4? होपफुली अलिकति इम्प्रुभ चाहिँ भइरहेको होला होइन। डु लेट अस नो इन द कमेन्ट सेक्सन बिलो। थ्याङ्क यू फर वाचिङ, बाई।